सबैलाई नमस्कार। आज म यस्तो नयाँ ठाउँमा आएको छु। यो हाम्रो स्याङ्जा जिल्लामा रहेको वालिङ नगरपालिका 12 को वार्ड नम्बर 12 को काउले भन्ने गाउँमा छु। यो तपाईले देखेको गाउँ चाहिँ काउले हो। आज म मेरो यतातिर आउने विशेष काम परेकोले म आएको थिएँ। अनि म यता आउँदै गर्दा मैले चाहिँ यो बाटोमा एकदम यहाँबाट यो ठाउँबाट चाहिँ एकदम राम्रो दृश्यहरू देखेको भएर म यसो एकछिन बिसाएर यताउता दायाँ बायाँ हेर्दै थिएँ। त्यही हेर्ने क्रममा मैले चाहिँ एउटा एकदम हाम्रो यो मौसम अनुसारको यति बेला खान हुने फल, लगभग दुर्लभ अवस्थामा रहेको फल चाहिँ हाम्रो जङ्गलमा पाइने, प्राकृतिक रूपमा प्रकृतिले आफै दिएको जङ्गलमा पाइने एउटा फल। तपाईहरुले सबैलाई कतिको थाहा छ, फल चौतारो भन्छ। हामीले चौतारो भन्छौँ। अब यो ठाउँ अनुसार यसको नाम फरक पनि हुन सक्छ। त्यो देखेँ। यो चाहिँ लगभग हाम्रो दुर्लभ भइसकेको अवस्थामा रहेको चौतारो। यहाँ आज मैले देख्दाखेरि म चाहिँ यसो एउटा सानो भिडियो बनाऊँ भन्ने लाग्यो मलाई। यो चौतारो दुर्लभ भइसकेको मैले किन भने भन्दा हामी लगभग आजभन्दा 10-12 वर्ष अगाडि जङ्गलमा गाई गोरु चराउने, बाख्रा चराउने, खेतमा जाने, काम गर्ने, घाँस दाउरा गर्ने क्रममा यो प्रशस्त रूपमा पाइन्थ्यो। हामीले एकदम खाइन्थ्यो। यो हामी यता पानी बनाउन जाँदा हरेक उसमा चाहिँ हरेक ठाउँमा पाइन्थ्यो। तर अहिले 8-10 वर्षको अन्तरालमा यो काहीँ पनि देखेको मैले अब देखेकै बल्ल भनौँ न, देखेकै थिएन। यो काहीँ पनि देखेको थिएन। मैले अहिलेको सालको कति सालदेखि मैले खाएको छैन र अहिलेको सालको मैले आजै हो यो टेस्ट गरेको। भनेपछि तपाईले मैले त्यो आधारमा चाहिँ यसलाई दुर्लभ भइसकेको भनेको छु। ल हेर्नु, यहाँ चाहिँ अलि यो क्यामेराले त्यति देखिएन। प्रशस्त रूपमा ठिकै छ, राम्रैसँग फलेको छ, पाकेको छ। यति बेला पाकेर अलिकति टिपिसकेको पनि छु, तपाईहरु देख्न सक्नुहुन्छ। अनि यता मासतिर यहाँ चाहिँ राम्रैसँग रहेछ। यहाँ पनि छ, अनि यहाँ पनि पाकेको छ, यसमा पनि पाकेको छ। यो चाहिँ यसरी पाकेको छ। यो चौतारा चाहिँ अब मैले किन यो भिडियो बनाउँदैछु भने म तपाईहरुलाई एउटा जानकारी पनि गराउन गइरहेको छु। यो चौतारो अब आउने वर्षबाट चाहिँ टोटल्ली रूपमा चाहिँ यो नाश भएर जाने अवस्था देखेको छु मैले। यो किन भने यो तपाईको अहिले कुस्मा, पर्वतको कुस्मा जिल्लामा गुदरी गाना र यो चौतारो चाहिँ पुरै हरेक ठाउँबाट चाहिँ उक्काएर यसको दाउरा अनि यसको जरा, यो डाँख्ला र जराहरू चाहिँ पुरै वहाँ चाइना लगिँदैछ कुस्माबाट। अब कुन प्रयोजनको लागि उनीहरूले लाँदैछन् त्यो चाहिँ थाहा भएन। तर अनि अर्को कुरा फेरि यो औषधिको रूपमा चाहिँ
राम्रो हुन्छ। अब के औषधिको रूपमा हो त्यो त ठ्याक्कै थाहा भएन, तर जे होस् बुढापाकाले भनेअनुसार यो औषधि हुन्छ भन्ने कुरा चाहिँ पनि हामीले सुन्दै आइरहेका थियौँ। अनि अब चाहिँ यो केही वर्षमा त तपाईँको चौतारो भन्ने नामै हराएर जाने अवस्था देखिएको छ। त्यो भएर यसको संरक्षण गर्नुपर्ने हो। अब संरक्षण गर्नुपर्ने हो भन्दै गर्दा यहाँ फेरि चौताराहरू जङ्गलमा ल्याएर मोलसोल हाल्ने क्यार्ने त्यो होइन, तर यी जति पनि छन् भएकाहरूलाई चाहिँ त्यसरी मासेर लान नहुने हो। अब यो चाहिँ सम्बन्धित निकाय अब जनताहरूले यसको दाम पर्छ भनेर उठाउँदै लाँदै बेच्दै गरेछन्। अब यसको यो चाहिँ एउटा डरलाग्दो के हुँदैछ भने यो चाहिँ केही वर्षमा यो चौतारो देख्न पाइने छैन। अब आउने जेनेरेसनलाई त यो थाहा हुनेवाला पनि छैन है। अब हामीले देख्दा देख्दै चाहिँ यो एकदम दुर्लभ भइसक्यो। यो यस्तो छ। यो हाम्रो घरतिर प्रशस्त हुन्थ्यो, हाम्रै घरतिर पनि। मेरो घर चाहिँ वालिङ नगरपालिकाको वार्ड नम्बर 14 डुम्रेभन्ज्याङ सिरबानी हो। त्यहाँ चाहिँ हाम्रो वरिपरि घरको वरपर यो प्रशस्त रूपमा पाइन्थ्यो पहिला। अनि हाम्रो खेतहरूमा पनि पाइन्थ्यो। र अहिले चाहिँ यो टोटल्ली रूपमा अब त्यतापट्टि त नाश अटोमेटिक अब कसरी यो मौसमको कारणले पनि अथवा विभिन्न कारणले के कारणले अब यो चाहिँ त्यता अलि कम देखिँदै गएको थियो। अब चाहिँ यो कुस्मातिर लान थालेपछि त यो जरैदेखि यसको जरा पनि उक्काएर, जरा अझ महँगो, यो डाँख्ला भन्दा जराको मूल्य चाहिँ अझ राम्रो रहेछ। यो जरै पाइ उक्काएर उनीहरूले लाँदैछन्। यो जाँदैछ चाइना। यो पनि जानकारी गराएँ। र अरूको जानकारीको लागि जति सक्दो सेयर गरौँ है त। धन्यवाद।